गाइस सबैजनालाई गुड मर्निङ नमस्कार भने बिहानीको घाम चडक्कै भइसकेको छ है र अहिले चाहिँ म घरमा छु र तपाईहरुलाई चाहिँ म यहाँ हाम्रो टक्क बारी देखाउँदैछु हैन। बारी हाम्रोमा चाहिँ के छ भन्दा चाहिँ हिजो अस्ति यहाँ सयपत्रीको बिरुवाहरु मैले सारेको छु है। नेपालबाट लिएर आएको मैले सानो खालको र भने हाम्रो चाहिँ आँपी यत्रो भइसकेको छ। यो अस्ति चाहिँ मैले हैन सानो हालेको थिएँ भने अहिले चाहिँ यत्रो भइसक्यो यो आँपी ठुलो खालको हो। यो अब हाम्रो लगभग पाक्ने समय पनि भएको छैन। यो चाहिँ यो भन्दा ठुलठुलो हुन्छ यो आँप चाहिँ हाम्रो छेउछेउमै छ, हातले भेट्नेमा छ र यो आँप चाहिँ बढ्छ है गाइस। र टिङलिङमा चाहिँ मध्ये फलेको आँप चाहिँ हाम्रोमा मात्र छ जस्तो लाग्यो, अरू जग्गामा मैले देखेको छुइनँ। अनि हाम्रोमा चाहिँ फलेको छ र अर्को पनि छ हाम्रोमा फल तपाईँलाई देखाउँदैछु है। यस्तै हो हाम्रो गाउँठाउँमा चाहिँ हैन। र भने हाम्रो अर्को फल भने चाहिँ अब प्रायः त अब लेकमा त सबैतिरै हुन्छ है। हाम्रोतिर चाहिँ यो